हेलो 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 गाइस, यहाँहरू सम्पूर्णमा फेरि पनि दर्शन नमस्कार भन्न चाहन्छौँ है त। आज पनि हामी एउटा यस्तो यात्रामा निस्केका छौँ जहाँ हामी तपाईहरूलाई यस पार्क अन्तर्गत रहेको विभिन्न किसिमका लोकेसनहरू देखाउनेछौँ है त। आज हाम्रो यात्रा रहेको छ बर्दिया जिल्लाको रम्मापुर पार्क है त। आज हामी कोहलपुरदेखि यस यात्रामा निस्किएका छौँ। करिब कोहलपुरदेखि यस पार्कसम्म पुग्नको लागि 45 मिनेटको समय लाग्ने रहेको छ। यस पार्कमा हामी निस्केका छौँ। टिकटकमा यस पार्कको राम्रै लोकेसन देखेर हामी निस्किएका छौँ। कस्तो रहेको छ, हामी यस पार्कको लोकेसनहरू तपाईँको माझमा देखाउने प्रयत्न गरिरहेका छौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया जिल्लाको बर्दिया नगरपालिका वडा नम्बर 7 मा रहेको छ यो पार्क। रम्मापुर चेक पोस्टदेखि हल्का अगाडि गएर दक्षिण सडक छेउमै रहेको छ यस पार्क भने तपाईँ यस पार्कमा गएर आनन्द लिन सक्नुहुन्छ। हामी पनि केही समय यस पार्कमा केही भिडियो र टिकटक बनाएर तपाईहरूको माझमा पस्किरहेका छौँ। अर्थात् यस पार्क लोकेसन हामी तपाईको माझमा देखाइरहेका छौँ। कृपया हामीसँगै यात्रामा रहनुहोस् है त। थ्याङ्क यू।